सबैलाई नमस्ते। म आज हजुरहरूलाई आउँदै गरेको एससी परीक्षाको उत्तर पुस्तिका कसरी भर्ने भन्ने तरिकाको बारेमा सहजीकरण थोरै गरिरहेको छु। मैले यो नमुना लेखेको छु। यो नमुना मैले इन्टरनेटबाट खोजेर हजुरहरूलाई लेखेको छु। यसको कसरी फिलिङ गर्ने, कसरी भर्ने भन्ने कुरामा हजुरहरूलाई थोरै सहजीकरण गर्न चाहन्छु। एससी परीक्षा हाम्रो चैत्र 7 गतेबाट हुँदैछ, जसको लागि सम्पूर्ण विद्यार्थीहरूलाई एससी परीक्षाको कपी उत्तर पुस्तिका कसरी भर्ने भन्ने कुरामा थोरै सहजीकरण गर्न चाहन्छु। अब यसमा एससी उत्तर पुस्तिका भर्ने तरिका भन्ने मैले लेखेको छु। यो नमुनाको लागि मात्रै हो भाइ बहिनीहरू। तपाईँहरूले आफ्नो सिम्बल नम्बर, आफ्नो प्रवेश कार्ड हेरेर भर्नुपर्ने हुन्छ। अब यहाँनिर कोड नम्बर भन्ने हुन्छ। यो कोड नम्बर हजुरहरूले भर्नु पर्दैन। यो कोड नम्बर भर्नु पर्दैन। अब परीक्षार्थीले भर्नुपर्ने विवरणहरूमा अब 1 मा छ, 1 मा विषय भन्ने छ। विषय अब हजुरहरूको कुन विषय परीक्षा दिन जानुभएको छ। पहिलो दिन हो भने इङ्ग्लिस होला, दोस्रो दिन हो भने नेपाली होला। त्यही अनुसार हजुरहरूले भर्नुपर्छ। म गणित विषय भर्दैन। गणित विषय 10 गते रहेको छ, जसको लागि अब विषयमा हजुरहरूले जुन दिनको परीक्षा हो त्यो विषय गर्नु होला। अब त्यसमा मैले विषय इक्जाम्पलको लागि गणित लेखेँ, गणित विषय लेखेँ। अब यसलाई इङ्ग्लिसमा म्याथ लेख्न सक्नुहुन्छ। अब 2 मा छ पत्र भन्ने छ। पत्र अब पत्रमा हजुरहरूले पहिलो लेख्नु होला। पत्रमा हजुरहरूले पहिलो लेख्नु होला। अब 3 नम्बरमा छ भाषाको माध्यम। 3 नम्बरमा छ भाषाको माध्यम। हजुरहरूले यो गणित विषय अब भाषाको माध्यम हजुरहरूले यो गणित विषय कुन भाषाको माध्यमबाट हजुरहरूले इक्जाम दिँदै हुनुहुन्छ। हजुरहरूले यदि इङ्ग्लिसबाट पढ्नु भएको छ र इङ्ग्लिसबाटै लेख्छु हुनुहुन्छ भने यहाँ भाषाको माध्यम इङ्ग्लिस लेख्नु होला। होइन, नेपालीबाट पढ्नु भएको छ, नेपालीबाटै लेख्नुहुन्छ भने हजुरहरूले भाषाको माध्यम नेपाली लेख्नु होला। भाषाको माध्यम नेपाली लेख्नु होला। हजुरहरूले नेपालीबाट लेख्नुहुन्छ भने नेपाली लेख्नु होला। यदि हजुरहरूले इङ्ग्लिस नेपाली मिक्स गरेर लेख्नुहुन्छ भने बोथ लेख्दा पनि हुन्छ। बोथ लेख्यो भने कुनै ठाउँमा इङ्ग्लिस, कुनै ठाउँमा नेपाली, त्यसरी हामीले लेख्न सक्छौँ। र नेपाली लेख्दा पनि हुन्छ, इङ्ग्लिस लेख्दा पनि हुन्छ। हजुरहरूले यदि नेपालीबाटै लेख्नुहुन्छ भने भाषाको माध्यम नेपाली लेख्नु होला। अब 4 नम्बरमा छ परीक्षा मिति भन्ने छ। परीक्षा मितिमा हजुरहरू कुन दिनको परीक्षा हो। पहिलो दिनको हो भने त्यही दिनको मिति लेख्नु होला। दोस्रो दिनको हो भने त्यही दिनको। म गणित विषयको मिति लेख्न चाहन्छु। यो परीक्षा मितिमा 2081 साल 12 महिना 10 गते मैले गणित विषयको लागि लेखेँ। अब यहाँ 5 नम्बरमा छ थप उत्तर पुस्तिका सङ्ख्या भन्ने छ। थप उत्तर पुस्तिका सङ्ख्यामा हजुरहरूले कतिवटा उत्तर पुस्तिका थप्नुहुन्छ त्यही अनुसार प्लस गर्दै जानु होला। जस्तै 1 प्लस 1 अब हजुरहरूले एउटा थप्नुभयो भने +1, अर्को थप्नुभयो भने फेरि +1, अर्को थप्नुभयो भने फेरि +1। थप उत्तर पुस्तिका सङ्ख्या हजुरहरूले मूल कापी सकिएपछि थप उत्तर पुस्तिका माग्नु होला। थप उत्तर पुस्तिका हजुरहरूले 1 थप्नुभयो भने 1 लेख्नु होला, प्लस फेरि अर्को थप्नुभयो भने 1, प्लस फेरि अर्को थप्नुभयो भने 1। यहाँ अब हजुरहरूले 4 वटा थप्नुभयो भने फेरि 1 लेख्न सक्नुहुन्छ, 5 वटा थप्नुभयो भने फेरि 1 लेख्न सक्नुहुन्छ, प्लस 1 1 गर्दै जानु होला। अब यो 6 नम्बरमा छ। 6 नम्बरमा यतापट्टि हुन्छ। 6 नम्बरमा सिम्बल नम्बर अङ्कमा भन्ने छ। हजुरहरूको सिम्बल नम्बर अङ्कमा म यहाँ उदाहरणको लागि एउटा सिम्बल नम्बर लेख्छु। हजुरहरूले आफ्नो प्रवेश पत्रमा भएको सिम्बल नम्बर लेख्नु होला। अनि यसमा माथि नेपालीमा भन्ने छ, तल इन इङ्ग्लिस भन्ने छ। सिम्बल नम्बरलाई
मानौँ म एउटा इक्जाम्पलको लागि एउटा सिम्बल नम्बर लेख्न चाहन्छु 0 3 3 0 25 23 बी नेपालीबाट नै लेख्नु होला हजुरहरूले। अब हजुरहरूलाई एउटा इक्जाम्पलको रूपमा एउटा सिम्बल नम्बर लेखेँ मैले। यो हजुरहरूको सिम्बल नम्बर होइन, हजुरहरूको प्रवेश कार्डमा जुन सिम्बल नम्बर छ त्यो सिम्बल नम्बरलाई लेख्नु होला। यहाँ एउटा उदाहरणको लागि एउटा सिम्बल नम्बर लेखेँ मैले नेपालीमा 0 3 3 0 2 5 2 3। अब यो अल्फाबेट बी, अल्फाबेट पनि हुन्छ हजुरहरूको प्रवेश कार्डमा सिम्बल नम्बर त्यसैमा अल्फाबेट आएको हुन्छ। यो अल्फाबेट पनि हजुरहरूले लास्टमा लेख्नुपर्ने छ। अब यसरी यो सिम्बल नम्बरलाई इन इङ्ग्लिस भन्ने छ, अङ्ग्रेजी माध्यमबाट लेख्ने 0 3 3 0 2 5 2 3 बी। ल हजुरहरूले अब नेपालीबाट लेख्नुभयो 0 3 3 0 2 5 2 3 भन्ने मैले उदाहरणको लागि लेखेँ एउटा। यसैको इङ्ग्लिसमा छ 0 3 3 0 2 5 2 3 बी। अल्फाबेट लास्टमा माथि पनि बी तल पनि अल्फाबेट छ। अब हजुरहरूले सिम्बल नम्बर अक्षरमा पनि लेख्नुपर्छ। माथि भएको सिम्बल नम्बरलाई अक्षरमा लेख्नुपर्ने हुन्छ। हजुरहरूले अक्षरमा लेख्दाखेरि इङ्ग्लिस मिडियमबाट पनि लेख्न सक्नुहुन्छ, नेपाली मिडियमबाट पनि लेख्न सक्नुहुन्छ। म हजुरलाई नेपाली मिडियमबाट लेखेर सिकाउँछु। अब सिम्बल नम्बर लेख्दाखेरि यताबाट काउन्ट गर्नु होला 1 10 100 1000 10,000 लाख। लाख भनेपछि 33 लाख पुग्यो है। यो 33 लाख 33 लाख 1 10 100 1000 2000 33 लाख 2000 500 23। हजुरहरूलाई अब यो सिम्बल नम्बर लेखेँ। यो सिम्बल नम्बर काउन्ट गर्दाखेरि अगाडि त 0 छ। अब 1 10 100 1000 10,000 लाख भनेपछि 33 लाख 33 लाख। अब 2000 1 10 100 1000 2000 523 भनेर हजुरहरूले यो इङ्ग्लिसमा लेख्न पनि सक्नुहुन्छ र नेपालीमा पनि लेख्न सक्नुहुन्छ। यसरी हामीले सिम्बल नम्बर अक्षरमा लेख्नुपर्छ। अब हामीले मुख्य भनेको यो सिम्बल नम्बर हो। सिम्बल नम्बर हामीले आफ्नो प्रवेश कार्ड हेरेर राम्रोसँग लेख्नुपर्ने हुन्छ। सिम्बल नम्बर बिग्रिएपछि कापी बिग्रन सक्छ। त्यही भएर सिम्बल नम्बर लेख्दाखेरि हजुरहरूले विशेष ध्यान दिनु होला। अब सिम्बल नम्बर लेखिसकेपछि यो बीचमा विद्यार्थीले पालन गर्नुपर्ने नियमहरू लेखिएको हुन्छ। विद्यार्थीले पालन गर्नुपर्ने नियमहरू के छन् भनेर म एकछिन लेखेर देखाउँछु। अब यसको लास्टमा निरीक्षकको हस्ताक्षर भन्ने हुन्छ। निरीक्षकको हस्ताक्षर हजुरहरूको कोठामा जुन गार्ड पर्नु भएको छ उहाँले हस्ताक्षर गर्नुहुन्छ। अनि तलपट्टि केन्द्राध्यक्षको हस्ताक्षर, हजुरको केन्द्रमा केन्द्राध्यक्ष जो हुनुहुन्छ उहाँले यहाँ हस्ताक्षर गर्नुहुन्छ। यदि उहाँले कुनै कारणवश हस्ताक्षर गर्न छुटाउनु भयो भने हजुरहरूले यो हस्ताक्षर जसरी पनि गराउनुपर्छ, उहाँहरूले आफै गरिहाल्नुहुन्छ। अब यो यता साइडको तलपट्टि यो भागमा हजुरहरूको कपी चेक गर्ने मान्छेले ल्याएको अङ्क भर्ने, चेक गर्ने मान्छेले
कुन क्वेसनबाट कति नम्बर आयो के आयो भन्ने कुरा यहाँ भन्नुपर्ने हुन्छ। हजुरहरूले भन्न मिल्दैन। यहाँ यसमा हजुरहरूले कुनै पनि भन्न पर्दैन। तल पनि हजुरहरूले ल्याएको अङ्क भर्ने हुन्छ, त्यो चेक गर्ने कपी चेक गर्ने मान्छेले भन्नुहुन्छ। यसमा हजुरहरूले यो थप उत्तर पुस्तिका सङ्ख्या भन्दा तल हजुरहरूले केही पनि गर्न पाउनुहुने छैन। ल हजुरहरूले अब सिम्बल नम्बर अङ्क र अक्षर दुवैमा लेखिसकेपछि त्यसको तलपट्टि परीक्षा केन्द्र भन्ने हुन्छ। हजुरहरूले कुन परीक्षा केन्द्रबाट परीक्षा दिँदै हुनुहुन्छ त्यो परीक्षा केन्द्र उल्लेख गर्नुपर्ने हुन्छ। म उदाहरणको लागि एउटा परीक्षा केन्द्र लेख्न गएको छु, लेखिरहेको छु। अब परीक्षा केन्द्र मानौँ इक्जाम्पलको लागि श्री ज्वाला माली हजुरहरूलाई यो उदाहरणको लागि परीक्षा केन्द्र श्री ज्वाला माली रेस्तरा दैलेख भन्ने भयो। हजुरहरूले जुन परीक्षा केन्द्रबाट परीक्षा दिँदै हुनुहुन्छ त्यो परीक्षा केन्द्रको नाम लेख्नु होला। अब यहाँ विद्यार्थीलाई निर्देशन भन्ने हुन्छ। हजुरहरूलाई यो विद्यार्थीलाई निर्देशन भन्ने पढ्ने टाइम हुनसक्छ नहुन सक्छ, त्यो प्रश्नपत्र पाउनुभन्दा अगाडि टाइम भएमा पढ्नु होला। अब यसमा लेखेको छ 1 मा विद्यार्थीले आफ्नो सिम्बल नम्बर अङ्क र अक्षरमा प्रष्ट रूपमा लेख्नुपर्ने छ। आफ्नो सिम्बल नम्बर अङ्कमा र अक्षर दुवैमा प्रष्ट रूपमा लेख्नुपर्ने छ। 2 मा कुनै विषयमा खेसरा आदि गर्नु परेमा उत्तर पुस्तिकामै गर्नुपर्ने छ। खेसरा गरिएको विषयवस्तु काटिएको हुनुपर्छ तर च्याप्नु हुँदैन। अब हजुरहरूलाई कुनै विषयमा खेसरा रफ गर्नु पर्यो भने त्यही उत्तर पुस्तिकाको उतातिर लाइन कोरेर रफ गर्न सक्नुहुन्छ। अनि रफ गरिसकेपछि हजुरहरूले यसरी एउटा लाइनमा काटिदिँदा हुन्छ रफ गरेको कुरा। अनि काट्नुपर्छ तर त्यसलाई केर्ने च्याप्ने गर्नु हुँदैन। अब 3 मा प्रश्नपत्र वितरण गरेको 1 घण्टासम्म परीक्षार्थीले आफ्नो ठाउँ छोड्न हुँदैन। 1 घण्टापछि आफ्नो ठाउँ छोड्नु परेमा निरीक्षकको स्वीकृति लिनुपर्ने छ। अब हजुरहरूले प्रश्नपत्र पाइसकेपछि 1 घण्टासम्म आफ्नो ठाउँ छोड्नु हुँदैन, भन्नाले बाहिर जानु हुँदैन अथवा टोयलेट जानु हुँदैन, त्यसरी छोड्नु हुँदैन। अब 1 घण्टा भइसकेपछि बेल लाग्छ, घन्टी लागिसकेपछि हजुरहरूले यदि आफ्नो ठाउँ छोड्नु पर्यो अथवा बाहिर जानु पर्यो टोयलेट जानु पर्यो भने हजुरहरूले निरीक्षकको स्वीकृति लिनुपर्ने छ। निरीक्षकसँग सोधेर निरीक्षकले पठाएपछि जानुपर्ने छ। अब 4 नम्बरमा छ उत्तर पुस्तिकामा एकै रङको मसी प्रयोग गर्नुपर्ने छ। यदि मसी परिवर्तन गर्नु परेमा निरीक्षकको हस्ताक्षर गर्नुपर्ने छ। अब उत्तर पुस्तिकामा एकै रङको मसी प्रयोग गर्नुपर्छ। यदि मसी परिवर्तन गर्नुपर्ने भयो भने हजुरले निरीक्षकको साइन गराएर मात्र मसी परिवर्तन गर्नुपर्ने छ। 5 नम्बरमा थप उत्तर पुस्तिका मूल उत्तर पुस्तिकासँग स्टिच गर्नुपर्ने छ। हजुरहरूले जति थप उत्तर पुस्तिका माग्नुभयो लेख्नुभयो त्यो थप उत्तर पुस्तिकाहरू मूल उत्तर पुस्तिकासँग स्टिच गर्नुपर्छ। स्टिच नगरेपछि त्यो हराउँछ, चेकिङ हुँदैन। त्यही भएर मूल उत्तर पुस्तिकासँग स्टिच गर्नुपर्ने हुन्छ। अब 6 मा छ पहिलो पानाको दोस्रो पृष्ठ बाहेक अरू सबै पृष्ठ लेख्नुपर्ने छ। यो पहिलो जुन यो लेखिएको हुन्छ यो लेखिएको विवरणको पछाडि अर्को पृष्ठमा लेख्नु हुँदैन। त्यहाँ यो पृष्ठमा नलेख्नु होला भनेर लेखेको पनि हुन्छ। हजुरहरूले त्यो पृष्ठमा लेख्न मिल्दैन। अब त्यो पृष्ठ बाहेक अरू सबै पृष्ठहरू दुवै साइड हामीले लेख्न सक्छौँ। हजुरहरूले लेख्नु होला। अब 7 मा छ उत्तर पुस्तिकामा प्रश्नको उत्तर बाहेक अरू कुनै कुरा उल्लेख गर्नु हुँदैन। यो उत्तर पुस्तिकामा प्रश्नको उत्तर बाहेक अन्य कुनै गफगाफहरू गीतहरू अथवा अन्य कुनै कुराहरू कुनै पनि लेख्नु हुँदैन। यो प्रश्नहरूको उत्तर मात्र लेख्ने हो, अरू कुनै लेख्न मिल्दैन। ल अब 8 मा छ परीक्षार्थीले उत्तर पुस्तिका
नबुझाइ आफै लगेमा वा च्यातेमा परीक्षा पुरै रद्द हुनुका साथै थप 1 वर्ष परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्न सकिनेछ। परीक्षार्थीले आफ्नो उत्तर पुस्तिका च्यातेमा अथवा आफै घरमा लगेमा नबुझाइ घरमा लगेमा अथवा च्यातेमा सबै परीक्षाहरू रद्द गरिनेछ र थप 1 वर्ष परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्न सकिनेछ भनेर। अब 9 मा उत्तर लेख्दा प्रश्न नम्बर उत्तर पुस्तिकाको बायाँ भागमा लेख्नुपर्नेछ। उत्तर पुस्तिकाको अलि यता बायाँ भागमा लेख्नुपर्नेछ, उता छेउ लेख्नु हुँदैन, बायाँ भागमा लेख्नुपर्नेछ। परीक्षा कोठामा रहेको निरीक्षकलाई उत्तर पुस्तिका अनिवार्य रूपमा बुझाएर मात्र परीक्षा कोठा छाड्नुपर्नेछ। आफूले परीक्षा दिइसकेपछि परीक्षा निरीक्षकलाई काफी बुझाएर मात्र आफूले त्यो परीक्षा कोठा छोड्नुपर्नेछ। उत्तर पुस्तिकामा कुनै चिन्ह वा सङ्केत लेख्न पाइने छैन। उत्तर पुस्तिकामा कुनै चिन्ह वा सङ्केत हुनाले आफ्नो नामहरू हो अथवा अन्य कुनै कुराहरू आफूलाई चिनाउने कुनै कुराहरू लेख्न पाइने छैन। अब लास्टमा छ परीक्षा हलमा क्यालकुलेटर बाहेक अरू कुनै विद्युतीय उपकरण जस्तै मोबाइल, नोटप्याड आदि प्रयोग गर्न पाइने छैन। यो परीक्षा हलमा क्यालकुलेटर बाहेक अन्य कुनै विद्युतीय उपकरण जस्तै मोबाइल, नोटप्याड आदि प्रयोग गर्न पाइने छैन। हजुरहरूले क्यालकुलेटर प्रयोग गर्न पाउनुहुन्छ र अन्य विद्युतीय उपकरण जस्तै कम्प्युटर, नोटप्याड जस्ता विद्युतीय उपकरण प्रयोग गर्न पाउनुहुने छैन। अब हजुरहरूलाई गणित विषयको विशिष्टीकरण तालिका अथवा कुन पाठबाट कति नम्बरको आउँछ भनेर म हजुरहरूलाई लेखिरहेको छु। विषय गणित हो। अब 1 मा समूहबाट 6 मार्क्सको आउँछ। 6 नम्बरको समूहबाट आउँछ। समूहमा पनि एउटा क्वेसन आउँछ, त्यसमा A B C D सम्म क्वेसनहरू आउँछ। अनि 2 मा छ अङ्कगणित। अङ्कगणितमा अब 3-4 वटा पाठ छन् जसमा 13 नम्बरको आउने गरेको छ अङ्कगणितबाट। त्यसपछि क्षेत्रमितिबाट पनि 13 मार्क्सको आउने गरेको छ। अनि बीजगणित अल्जेब्राबाट 15 मार्क्सको आउने गरेको छ। अनि ज्यामितिबाट 13 मार्क्सको आउने गरेको छ। अर्को छ तथ्याङ्क शास्त्र र सम्भाव्यता। तथ्याङ्क शास्त्र र सम्भाव्यता दुईटा पाठ गरेर 11 मार्क्सको आउँछ, त्यो 11 मार्क्स। अनि त्रिकोणमिति ट्रिग्नोमेट्रीबाट 4 नम्बरको आउने गरेको छ। यो सबै नम्बरहरू जोडेपछि टोटल 75 मार्क्सको इक्जाम हुन्छ हाम्रो गणितको। ल आज मैले हजुरहरूलाई यो एससी परीक्षाको उत्तर पुस्तिका कसरी भर्ने, अगाडिको पेज उत्तर पुस्तिका कसरी भर्ने भन्ने कुरामा सहजीकरण लगाएँ। त्यसपछि गणित विषयको मार्किङ स्किम अथवा सिलेबसलाई कुन पाठबाट कति मार्क्सको आउँछ भन्ने कुरा अहिले गणित विषयको सिलेबस देखाएँ। अनि हजुरहरूको अब आउँदै गरेको एससी परीक्षाको एकदमै शुभकामना दिन चाहन्छु। सबै सफलता हात परोस्, सबैले मेहनत गरेअनुसारको फल प्राप्त होस्। इक्जाम दिँदाखेरि हजुरहरूले नआत्तिएर एकदमै शान्त वातावरणमा आफ्नो पढेको कुराहरूलाई आफ्नो मौलिक शैलीमा अभिव्यक्त गर्नुहोला। सबैजना पास हुनुहोला भन्ने अघि शुभकामना। शैक्षिक सत्रको सफलताको कामना गर्दै म आजको यो मेरो युट्युब च्यानलको सामग्रीबाट बिदा हुन चाहन्छु। मेरो युट्युब च्यानललाई हजुरहरूले सब्सक्राइब गरेर सहयोग गरिदिनु होला, लाइक कमेन्ट पनि गर्नु